कहाँ बसेर बोल्छु थाहा छैन दाजु सर मजाका बोल्छु केटा आउनुहोस् है एकदम सिधा छ सर 90 डिग्रीमा हुनुहुन्छ है 90 डिग्रीमा हुनुहुन्छ हुन्छ ल आउनुहोस् 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 एकदम सिधा आउनुहोस् नबोल्नुहोस् है पहिला पहिला राम्रो नभन्नु खसिरहेको नभन्नु थियो पाइन्न त्यसरी पाइन्न त्यसरी पाइन्न सीधा सीधा छ है भाषालाई अड्कल थाहा छैन मलाई आउट हुनुभयो रेखा भन्दा अगाडि आउनुभयो है अझै चान्स छ है अरू पनि सबैजना खेल्नुपर्छ है सबैजना खेल्नुपर्छ है दिदीबहिनीहरूको लागि पनि चान्स छ है दिदीबहिनीहरूले पनि खेल्न पाउनुहुन्छ केही छैन ल सर सिधा आउनुहोस् है होइन मान्छे त सिधा हुनुहुन्छ लप्ठी मात्रै राम्रो छ है सर त्यहाँ दाई हुनुहुन्छ दाईको टाउकोमा हान्नु होला जमदार साहब हुनुहुन्छ त्यहाँ इज्जत राख्नुपर्छ जेनजी है खाना राख है खाना राख अब खाना राख्यो है सीधा भएन बाबु यो त स्याल मार्न आएको जस्तो भयो भएन बाबु यो स्याल मार्न आएको भयो म त लुकेछु है बाबु यो रुख बाबु छेउ भने जस्तो भएको छ म कहाँ छु तपाईँलाई थाहै छैन खाना पनि रेडी गर्दै गर्नुहोस् है अब प्लिज किनभने अब बेलुका भएपछि मौसमले च्यालेन्ज गर्छ है त्यसको तयारीमा लाग्नु पर्यो खाना खाएर बस्यौँ भने हामी खाना खाएर बस्यौँ भने फेरि जानको लागि पनि सजिलो हुन्छ
खानै खाएको छैन त्योभन्दा पहिल्यै पानी भिडियो गरेर साउन्ड थाल्यो भने हामीलाई नै असहज हुन्छ हामी त्यसको लागि पनि रेडी भइदिनु होला प्लिज कोही पनि नबोल्नु होला है प्लिज साइलेन्ट है कोही नबोल्नु होला हाम्रो कारणले हामी उठेको छ मैडम टम्सिङ भएको छ के हो कि ल सर है त आउनुहोस् ल रेडी सर ल नाइट नेभिगेसन त गर्नु भोलिपल्टमा त्यसले गर्दा है अगाडि गगन सर हुनुहुन्छ उहाँको टोपी धान्नु होला धेरै नगराउनुहोस् है फेरि यहाँको होला सिधा छ है अब सिधा भाषा म पनि तपाईँको सिधा भाषामा बोलिरहेको छु है एकदम म तपाईँको एकदम सिधा छु म पनि यतै छु है सर म यतै छु हो यतै हो सर म त लुकेको छु म लुकेको आउनु टार्गेटमा 20 करोड एकदम सिधा गरिदिनु एकै फेरि ज्ञान होटल गराइदिनु अगाडि फुर्सद छ नि शाबाश शाबाश